हजुर चाहिँ प्रदेश नम्बर 2 को सभामुख हुनुहुन्छ हैन। हाम्रो देशको चाहिँ मूल कर्णधार बनेको विद्यार्थी छ। अनि तपाईँ पनि एउटा चाहिँ भन्नुभयो म एउटा विक फ्यामिलीबाट बिलङ गरेको छु, तर यो भर्खर चाहिँ बजेट पनि भाषण हुनुभयो। तपाईँले कति दिनदेखि चाहिँ त्यो सभामुख पनि हुनु सक्नु भएको छ, तर विद्यार्थीहरूको लागि के गर्नुपर्छ र आउने दिनमा चाहिँ के गर्नुहुन्छ? तर बजेट भाषण मैले त भर्खर बजेट भाषण भएछ, त्यसो त केही हेरेको छैन। विद्यार्थीहरूको लागि चाहिँ विकनेस विद्यार्थी वा विकनेस फ्यामिली भएको विद्यार्थीको लागि यस्तो व्यवस्था गर्दै यति छुट्याइदिएको छु भनेर। अहिले हेर एजुकेसनमा विद्यार्थीको लागि चाहिँ तपाईँको अब पहिला त बुझ्न के जरुरी छ, एकल अधिकार र साझा सूचीको अधिकार मैले भनेको थिएँ नि। एकल अधिकारमा एजुकेसन चाहिँ साझा सूची अधिकार अन्तर्गत पर्छ। केन्द्र सरकारले पनि त्यसलाई हेर्छ, प्रदेश सरकारले पनि हेर्छ, अनि स्थानीय सरकारले पनि हेर्छ। तर +2 सम्म चाहिँ तपाईको कसले हेर्छ? +2 सम्म स्थानीय सरकारले हेर्छ। +2 सम्म फेसिलिटेट गर्ने काम कसले गर्छ? स्थानीय सरकारले गर्छ। र यो सरकारले चाहिँ तपाईको दलित छात्रहरूको लागि, दलित बच्चाहरूको लागि चाहिँ तपाईको अहिले खाजा भत्ता दिएको छ। अहिले पैसा व्यवस्था गरेको छ, प्रत्येक महिना चाहिँ उसको पैसाको व्यवस्था गरेको छ। अनि त्यो दिइरहेछ, सरकारले दिइरहेछ। तिमीहरूलाई थाहा छ कि छैन, तर सरकारले त्यो विषयवस्तुहरू दिइरहेको छ। अहिले हामी चाहिँ तपाईको प्रदेश सरकार भइसके पछाडि यहाँनिर 3वटा हामीले कलेज खोलेका छौँ, युनिभर्सिटी खोलेका छ। एउटा मधेस विश्वविद्यालय छ, अर्को एउटा कृषि विश्वविद्यालय चाहिँ राजविराजमा छ, वीरगन्जमा एउटा मधेस विश्वविद्यालय भयो। अहिले यहाँनिर चाहिँ तपाईको के अरे स्वास्थ्य विज्ञान प्रतिष्ठान छ, त्यहाँनिर चाहिँ डक्टरको पढाइ हुँदैछ। यसपालिदेखि 50वटा विद्यार्थी डक्टरमा पढ्दैछ। अब त्यहाँनिर चाहिँ तपाईको टिचिङ हस्पिटलको रूपमा त्यो डेभलप भयो। यानी एजुकेसनमा चाहिँ अब विद्यार्थी घरमै बसेर पनि चाहिँ तपाईको यहाँनिर यो कलेजमा पढ्न पाउँछ। यो जनकपुर चाहिँ यो प्रादेशिक अस्पताल छ, त्यसमा चाहिँ तपाईँ पढ्न सक्नुहुन्छ। थुप्रै स्कुलहरू यही चाहिँ तपाईको मोडेल स्कुलहरू बनेको छ। यसमा पहिला संविधान लिनलाई चाहिँ तपाईको 13 डिबिया तेल जर्थ्यो। अहिले चाहिँ तपाईको थुप्रै युनिभर्सिटीहरू छ। राजर्षि विश्वविद्यालय यहाँ भयो, राजर्षि विश्वविद्यालयबाट संबन्धन लिन सक्छ। पोखरा विश्वविद्यालय छ, त्यहाँबाट संबन्धन लिन सक्छ। पूर्वाञ्चल विश्वविद्यालय छ, त्यहाँबाट संबन्धन लिन सक्छ। काठमाडौँ विश्वविद्यालय छ, त्यहाँबाट एफिलिएसन लिन सक्छ। टियु छ, त्यहाँबाट एफिलिएसन लिन सक्छ। एउटाले दियो भने ठिक छ, नदिए अर्को ठाउँबाट सम्बन्धन लिन सक्छ। अनि सम्बन्धन लिएर चाहिँ तपाईको विद्यार्थीलाई पढाउन सक्छन्। त्यसकारण चाहिँ तपाईको अहिले धेरै सुविधाहरू भेटेको छ नानी, धेरै सुविधाहरू भेटेको छ र त्यो सुविधा अनुसार विद्यार्थीहरू पढ्दैछन्।